नमस्ते साथीहरू, स्वागत छ फेरि पनि हजुरहरूलाई मेरो नयाँ भिडियोमा। काठमाडौँ टु सिङ्गापुर 5 घण्टाको ट्राभल पछि हामी फाइनली सिङ्गापुर आइपुग्यो। सिङ्गापुर एयरपोर्टबाट निस्किँदै अब हामी सिङ्गापुर एयरपोर्टबाट पर्थको लागि बोर्डिङ पास बनाउनको लागि हामी हिँड्दैछौँ साथीहरू। अब हामी यहाँ बोर्डिङ पास बनाइसकेपछि यहाँबाट हाम्रो पर्थ यात्रा सुरु हुनेछ। हेलो, खबर मिलाउनु भएको। अब हामी सिङ्गापुर टु पर्थको यात्रामा छौँ। अब हामी 2 घण्टामा पर्थ पुग्छौँ। फाइनली हामी अस्ट्रेलिया पर्थ एयरपोर्टमा ल्यान्ड भइसक्यौँ। अब त्यहाँबाट लगेज चेकिङ गरेर बाहिर निस्कँदैछौँ साथीहरू। लगेज चेकिङ हुँदै गर्दा अलिकति ढिला भयो बाहिर निस्किन। बाबु सानो कुन्टु, ममा बाबा बुवा आमाको साथ बुवा आमालाई लिन एयरपोर्टमा गएर बसिसकेकी छिन्, वेटिङमा छिन्। सानी सानो 2 महिनाको छोडेर गएको। अहिले त यति ठुलो भएछ मेरो सानो। लड्नु है त, के गर्छ त, यतै जानु गर्छ। 2 महिनाको नाति छोडेर गएको। हजुरआमा हजुरबालाई एयरपोर्ट लिन जानुभयो। र हेर्नुहोस् है साथीहरू, लगेजहरू म बुढाहरू लिएर जान्छु। कसैले नछुनु, म एक्लै गुडाउँछु भन्छन्। ल हेर्नु कसो गर्छन्, सबैलाई पछाडि पारेर नातिलाई। ल साथीहरू, अब हामी सबैजना भेट भइसक्यो। मेरो सानो नाति छोरी ज्वाइँ सम्झिना भान्जा बाबुलाई धन्यवाद। हस्त साथीहरू, मेरो भिडियोलाई माया गरिदिनु होला र यो भिडियोलाई सब्सक्राइब गरिदिनु होला, लाइक पनि गरिदिनु होला र कमेन्ट गर्न पनि नभुल्नु होला है त।